आज म यहाँ एउटा बाबुसँग थोरै प्रश्न सोध्दैछु। तपाईले के को लागि तपस्या गर्नुभएको एकचोटि थोरै हाम्रो दर्शकहरूलाई बताइदिनु पर्यो, जनता जान्न चाहन्छन्। के को लागि तपस्या गर्नुभएको भनिदिनुहोस् त। म हजुर, दाँतको लागि। दाँतको लागि। हजुरको दाँत के बाट्यो र? हजुरको दाँत के भएको? दाँत पुरै मुसाले लएर खाइदियो। मुसा दाँत लगेर खाइदियो? माथि यी गर्नुहोस् त। माथिको छ कि छैन? माथिको अझै माथि देखाउनुहोस् त, अझै माथि अझै राम्रोसँग देखाउनुहोस्। यी गर्नुहोस्। अच्छा ल। ए, हजुरको दाँत चाहिँ मुसाले लैदिएको, त्यसको लागि तपस्या गर्नुभएको छ भनेपछि अब मुसालाई भेट्नुभयो भने के भन्न चाहनुहुन्छ त? त्यसले बिन्ती गरेर दाँत फर्काइदियो भन्नु। ए, ठिक छ। भनेपछि तपाईँको चाहिँ दाँत कसरी लैदियो त्यसले मुसाले? बोकेर? केले बोकेर लैदियो त हजुरको? कोही डोरी अथवा नाम्लोले। ए, ठिक छ। तपाईँको के भन्छ, मुसाले पक्कै पनि फिर्ता गर्छ भन्ने विश्वास छ? ठिक छ। ल ठिक छ, तपाईँको चाहिँ तपस्या चाँडोभन्दा चाँडो पुरा होस् र मुसाले दाँत छिटोभन्दा छिटो फिर्ता गरोस् भन्न चाहन्छु है त म। ल बस यति भन्दै